विश्वको सर्वोच्च शिखर सगरमाथालाई आँखै अघिबाट निहाल्ने ठाउँ, संघीयताको जगमा जनप्रतिनिधिको नेतृत्वमा समृद्धिको लक्ष्य पछ्याइरहेको गाउँ यो सोलुखुम्बुको नेचासल्यान गाउँपालिका हो। नेपालमा संघीयता लागू भएपछि विक्रम सम्वत 2073 सालमा सोलुखुम्बुका साबिका सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाई समायोजन गरेर नेचा सल्यान गाउँपालिका बनाइएको हो। 3वटा गाविस समायोजन गरेर गठित यो गाउँपालिकामा 5वटा वडा कायम गरिएको छ। समुद्री सतहबाट 600 मिटरको दुधकोशीदेखि 3000 मिटरको गौरीटापसम्म फैलिएको नेचा सल्यान गाउँपालिका कुल 67.54 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। गाउँपालिकाको तथ्याङ्क अनुसार नेचा सल्यान गाउँपालिकामा 2742 घरधुरीमा कुल 12205 जनसङ्ख्या छ। प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले सम्पन्न यो पालिकामा हिन्दू, किराँत, बौद्ध र क्रिश्चियन धर्मावलम्बीहरू बसोबास गर्छन्। विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकैबाट निहाल्न सकिने गौरीटाप यही गाउँपालिकामा पर्दछ। धार्मिक पर्यटकीय गन्तव्य गौरीटाप सोलुखुम्बुको गौरव, नेपालीपनको प्रतीक र हिमालसँगको आत्मीय सम्बन्धको साक्षी हो। यहाँबाट सगरमाथा, लोछे, मकालु र चोयु लगायतका दर्जनौं हिम श्रृङ्खलाहरू नजिकै झैँ देखिन्छन्। गौरीटापका अलावा यस क्षेत्रको पर्यटकको आकर्षणको केन्द्रका रूपमा रहेको आहाले, बुढासिद्ध, जम्दी पार्क, लामा डाँडा, थाम डाँडा, पञ्चमी डाँडा, सुके पोखरी, फुर्के पोखरी, चिसापानी पोखरी, सिद्ध पोखरी, कुन्तादेवी, त्रिशुल डाँडा, निर्माणाधीन बीपी स्मृति पार्क, हावा आउने ओडार, सिकारी थान, जाल्पादेवी र शिव मन्दिर सहितका विभिन्न मठ मन्दिर, गुफा र गुम्बाहरू नेचा सल्यानका प्रमुख पर्यटकीय गन्तव्यहरू हुन्। गौरीटापलाई पर्यटकीय हब बनाउनेदेखि आहालेमा बुद्ध मूर्ति स्थापना र पुनर्भरण कार्यक्रम मार्फत आकर्षक पोखरी बनाएको नेचा सल्यान गाउँपालिकाले पर्यटन पूर्वाधारमा करोडौं लगानी गरिसकेको छ। पूर्वाधार विकास र प्रचार प्रसार गरेर पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्ने पालिकाको लक्ष्य छ। पर्यटन क्षेत्रमा चाहिँ हामीले यी गौरीटाप, आहाले, जम्दी पार्कमा करोडौं लगानी गरिसकेका छौँ। जम्दी पार्कको चाहिँ अघिल्लो स्थानीय तहका साथीहरूले केही पूर्वाधार तय गर्नुभएको थियो, त्यसलाई अझ विकसित रूप हामीले दिन सक्यौँ। ठाउँ ठाउँमा यो जलवायुको कारण पोखरी पुनर्भरण पनि गरिएको छ। त्यो जम्दी पार्कबाट धेरैवटा जिल्लाहरू देख्न सकिन्छ। त्यसकारण त्यसलाई हामीले घेराबार, सिडी जस्ता एउटा रोमाञ्चको हिसाबले चाहिँ देख्न सकिने खालको चाहिँ ठाउँहरू बनाएको छौँ भनेदेखि हामीले गौरीटापमा जिप लाइन, क्लाइम्ब, साइक्लिङ जस्ता कार्यक्रम पनि हामीले राखेका छौँ। पिकनिक स्पोट, त्यसपछि चिल्ड्रेन पार्क, मेडिटेसन हल, विभिन्न सभा हल पनि हामीले बनाउन चाहिँ खोजिराखेका छौँ। धेरै ठाउँहरू छन् पर्यटकीय क्षेत्रको लागि। हामीले त्यसलाई चाहिँ क्रमागत रूपमा जाने भनेर अन्त पुग्न भएछ। जस्तो कि यो भुवान डाँडा भनेको अहिलेको होइन, अगाडि नै यो चाहिँ यही वडा नम्बर 1 मा पर्छ, निकै माथि छ। त्यस्तै यहाँ कुन्तादेवी मन्दिर, यो अत्यन्तै यहाँ चाहिँ प्रसिद्ध। यहाँ चाहिँ धेरै खोटाङ, ओखलढुङ्गा चाहिँ यो जिल्लाको अधिकांशबाट पूजापाठ गर्न आउनुहुन्छ। त्यसले गर्दाखेरि धेरै पर्यटक क्षेत्रहरू हुँदा हामीले चाहिँ जो गौरीटाप र आहालेबाट सुरुवात गरेका छौँ। कुशल र नैतिकवान व्यक्तिले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा विकास, परिवर्तन र समृद्धिको स्पष्ट आधार कोरिन्छ भन्ने उदाहरण बनेको छ नेचा सल्यान गाउँपालिका। संघीयता लागू भएपछि अझ पछिल्लो 3 वर्षमा वर्तमान जनप्रतिनिधिको नेतृत्व आएपछि यो पालिकामा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्न पाउने गरी दिगो विकासको लक्ष्य अनुसार काम भएको छ। कृषि, पर्यटन, ऊर्जा, सहकारी र पूर्वाधार, सुशासन र जवाफदेहिता समृद्ध नेचा सल्यानको आधार भन्ने मूल सोच, नागरिकका आधारभूत आवश्यकता पूरा गरेर नमुना र अनुकरणीय गाउँपालिका बनाउने लक्ष्य एवं नागरिकलाई आत्मनिर्भर र गाउँलाई समृद्ध बनाउने उद्देश्य राखेको जननिर्वाचित नेतृत्वले 3 वर्ष यता दर्जनौं पूर्वाधार विकासका काम गरेको छ।
पालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। केही वडा कार्यालयका भवन निर्माणाधीन अवस्थामा छन्। सबै वडामा सामुदायिक भवनहरू निर्माण गरिएको छ। नेचा सल्यानमा 225 किलोमिटर भन्दा बढी सडक सञ्जाल विस्तार भएको छ। विगतमा ट्र्याक मात्रै खोलिएका सडकहरू स्तरोन्नति गरिएको छ। पुराना सडकको स्तरोन्नति गर्दै ग्राभेल गरिएको छ। ठाउँ ठाउँमा मेसिनरी वाल लगाइएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई पनि सडक सुधारमै केन्द्रित गरिएको छ। विकासको मेरुदण्ड मानिने सडकको गुणस्तर सुधार भएसँगै पूर्वाधार विकासका लागि सामान ढुवानी गर्न, स्थानीयलाई आवत जावत गर्न र गाउँको उत्पादन बजारसम्म लैजान सहज भएको छ। 3 वर्षमा 3वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। केही मोटरेबल पुलको DPR बनाएर बजेटका लागि प्रदेश र सङ्घ सरकारसँग पहल भइरहेको छ। अन्य थुप्रै पूर्वाधार विकासका काम भएका छन् जसले नेचा सल्यानको समृद्धिलाई गति दिएको छ। पूर्वाधारको विषयमा सबैभन्दा पहिले त सडक हो। सडक चाहिँ यहाँ लगभग 225 किलोमिटर भन्दा बढी सडक सञ्जालहरू पुगेका छन्। हामी नै आइसकेपछि पनि करिब 45 देखि 50 किलोमिटर नयाँ ट्र्याक ओपन गर्यौं, जो कि यस गाउँपालिकाभित्र 2टा मात्रै घर भएको नागरिकको बस्तीमा पनि कच्ची नै सडक भए पनि हामीले पुर्याउन सफल भएका छौँ। 3टा झोलुङ्गे पुल निर्माण गरेका छौँ, जहाँ चाहिँ अहिलेसम्म पहुँचविहीन क्षेत्र बस्ती भूगोलमा चाहिँ त्यसको पनि आवश्यकता थियो भने कतिपय मोटर पुलको लागि पनि हामीले DPR तय गरिसकेका छौँ। आगामी वर्ष बिस्तारै हामी सङ्घीय अनुदानको व्यवस्थापन गर्ने पहल गरेर त्यस्ता पुलहरू पनि हामीले निर्माण गरेका छौँ। नेचामा विगतका अधुरा आयोजनाले पूर्णता पाएका छन् भने दीर्घकालीन महत्त्वका दर्जनौं नयाँ गौरवका आयोजना सुरु भएका छन्। जनप्रतिनिधिको प्रत्यक्ष निगरानी र नियमित अनुगमनका कारण विकासमा हुने अनियमितता र गुणस्तरतामा हुने सम्झौता रोकिएको छ। योजनाको उद्देश्य अनुरूपका एस्टिमेट बन्छन्। त्यही एस्टिमेटको आधारमा हामीले चाहिँ कार्यक्रमहरूका योजनाहरू सञ्चालन गर्छौँ। अनुगमनको पाटो पनि हाम्रो पारदर्शी हुन्छ। फुल रकमको चाहिँ काम हुनुपर्छ भन्ने हामीले चाहिँ मान्यता राख्छौँ र काम नभएको स्थितिमा हामीले दोहोऱ्याएर तेह्राएर सम्झाएर काम गर्नुपर्छ भनेर चाहिँ हामी भनिरहेका हुन्छौँ। बितेको 3 वर्षमा शिक्षा क्षेत्रमा पनि उल्लेख्य काम गरेको नेचा सल्यानले शैक्षिक विकासमा आशातीत उपलब्धि हासिल गरेको छ। पञ्चवर्षीय योजना अनुसार स्थानीय पाठ्यक्रम लागू भइसकेको छ। हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार पठन पाठन गरिन्छ। कम्प्युटर तथा विज्ञान प्रयोगशाला, कक्षा कोठा व्यवस्थापन, विद्यालयलाई प्रयोगात्मक र व्यावहारिक सिकाइ केन्द्रका रूपमा विकास गर्नेदेखि विद्यालयहरूमा पुस्तकालय, इन्टरनेट, ई-हाजिरी, बालबालिका मैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापन, बालमैत्री शिक्षण पद्धति अवलम्बन, शिक्षक विद्यार्थी प्रोत्साहन र नियमित विद्यालय अनुगमनमा पालिकाले देखाएको सक्रियताले शैक्षिक विकास र गुणस्तर सुधारमा प्रगति भएको छ। हाल नेचा सल्यानको शैक्षिक उपलब्धि 72.2% पुगेको छ। प्रविधि मैत्री र प्राविधिक शिक्षाको विकास र विस्तारमा जुटेको नेचा सल्यानले CTVTको आङ्गिक क्याम्पस सञ्चालनका लागि 70 रोपनी जग्गा व्यवस्थापनको काम समेत गरिसकेको छ। हामीले 5 वर्षे कार्ययोजना निर्माण गरेका छौँ। स्थानीय पाठ्यक्रमको तय गरेर वितरण गरिसकेका छौँ। प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरको आधारभित्र बसेर शैक्षिक गतिविधि गर्नुपर्छ भनेर हामीले लागिराखेका छौँ। हाम्रो अनुगमन रहिरहेको छ। यी एवं प्रकारको गतिविधिले गर्दाखेरि 72.2% चाहिँ शैक्षिक प्रगति प्रतिशत छ। यसलाई आगामी वर्ष 73-74 गर्दै जाने हो। एवं प्रकारले चाहिँ यसको विकास गर्दै जाने हो। हाम्रो पालिकाले स्थानीय सरकारले यस विद्यालयलाई सपोर्ट गरेको अवस्था छ। यस विद्यालयलाई एउटा आधारभूत पूर्ण गराउने सवालमा कक्षा 8 सम्म सञ्चालन गर्नको लागि अनुमति दिएर शिक्षक दरबन्दीहरू केही 2टा शिक्षक दरबन्दीहरू चाहिँ थपेर एउटा चाहिँ पूर्ण रूपमा थपेर र एउटा सरुवा गरेर चाहिँ ल्याएर सपोर्ट गरेको अवस्था छ। पालिकाले अब आफ्नो मातहतको विद्यालयहरूलाई सहयोग जारी नै छ र हामीले सोचेअनुसारको अब सबै सेवा सुविधाहरू त पालिकाले नै एउटै मात्रै विद्यालयलाई चाहिँ सम्पन्न गर्न सक्दैन। तर हामीले जुन किसिमको अपेक्षा अनुसारले हामीले मागहरू
अथवा माग गर्छौँ त्यो कुराहरू सामान्य रूपबाट हल्का फुल्का रूपबाट पालिकाबाट सहयोग भइरहेको छ। आधारभूत स्वास्थ्य सेवा सुलभ बनाउन स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यक्रमहरू सञ्चालन भएका छन्। 3 वर्ष अघिसम्म नेचा सल्यानवासीलाई सामान्य स्वास्थ्य जाँच र उपचार सेवा लिन निकै सकस थियो। बिरामी पर्दा छिमेकी जिल्ला ओखलढुङ्गाको सामुदायिक अस्पताल वा राजधानी काठमाडौँ नै पुग्नुपर्ने यस क्षेत्रका स्थानीयको बाध्यता थियो। तर अहिले त्यो परिस्थिति बदलिएको छ। बन्द भएको सामुदायिक अस्पताललाई आवश्यक पूर्वाधार र MBBS डाक्टरको व्यवस्था गरेर नेचा अस्पतालका रूपमा सञ्चालन गरिएको छ। गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालन भएपछि सामान्य बिरामी हुँदा पनि अनेक कष्ट झेल्दै खर्चिलो उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अब सधैँका लागि अन्त्य भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र र वडा-वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइलाई थप व्यवस्थित बनाइएको छ। औषधिको उपलब्धता बढाइएको छ भने दक्ष जनशक्तिको व्यवस्थापन गरिएको छ। नेचा हस्पिटलको नाममा अहिले वार्ड नम्बर 4 मा अवस्थित त्यो हस्पिटल पहिला सामुदायिकको नाममा रहेको थियो। कुनै यो एसियन हेरिटेज संस्थासँग मिलेर चलाउनु भएको थियो। तर पछिल्लो समयमा त्यो बन्द भएको अवस्थाको हस्पिटललाई नेचा हस्पिटलको नामाकरण गरेर त्यहाँ पनि एकजना MBBS डाक्टर हामीले नियुक्ति गरेका छौँ। उहाँ एसियन हेरिटेजको नि केही लगानी छ र अन्य स्टाफहरू पनि हामीले व्यवस्थापन गरेर त्यसलाई पनि डे नाइट गर्न खोजिराखेका छौँ। अहिले हामीले बिस्तारै यसलाई गर्ने अवस्थामा छौँ। त्यहाँ विभिन्न इक्विपमेन्ट खरिद गर्नको लागि करिब 45 लाख हाराहारी चाहिँ बजेट व्यवस्थापन भएको छ। केही रकमहरू खर्च भइराखेका छन्। अहिले पालिकाको तर्फबाट सेवाहरू सुचारुको लागि त पहल भइ नै रहेछ, सहयोग गरि नै रहनु भएको छ। आधारभूत स्वास्थ्य इकाइमा चाहिने औषधिहरू चाहिँ पर्याप्तै छ। गाउँपालिकाबाट स्वास्थ्य शाखाले खरिद गर्नुहुन्छ अनि उहाँहरूले दिनुहुन्छ हामीलाई। प्रसूति गृह मार्फत सुरक्षित सुत्केरी कार्यक्रम व्यवस्थित बनाएर मातृ शिशु मृत्युदर 0 बनाइएको छ। गाउँमै ग्रामीण आँखा केन्द्र स्थापना गरेर नेचा सल्यानवासीलाई आँखा जाँच तथा उपचार सेवाको पहुँच विस्तार गरिएको छ। पालिकाले एम्बुलेन्स सेवा उपलब्ध गराएपछि बिरामी पर्दा अस्पताल जान स्थानीयलाई निकै सहज भएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलाको त्रैमासिक घुम्ती सेवा मार्फत स्वास्थ्य परीक्षण र उपचार सेवा प्रवाह भइरहेको छ। यसरी हेर्दा स्वास्थ्यका क्षेत्रमा विगत 3 वर्षको अवधिमा उल्लेख्य परिवर्तन आएको छ। नेपाल सरकारबाट हाम्रो नेचा सल्यान गाउँपालिकाले 98 थरीको औषधि निःशुल्क उपलब्ध गराउनु भएको छ। त्यसमा चाहिँ अब कहिलेकाहीँ एउटा दुईटा औषधि चाहिँ सकिएको हुन्छ, तर प्राय त्यस्तो समस्या हुँदैन र हाम्रो यसमा CDB पनि छ। यदि त्यो औषधि सर्टेज भयो भने हामीले त्यहाँबाट म्यानेज गर्ने गरेछौँ। खासै औषधिको त्यस्तो सर्टेज हुँदैन। MBBS डाक्टर सहित 22 जनाको टिम हामीले यहाँ निर्माण गरेका छौँ र जति उपचार दिनुपर्ने हो प्राथमिक स्वास्थ्य केन्द्रले त्योभन्दा अझ माथि हस्पिटल लेभलकै उपचार हामी दिइराखेका छौँ। उज्यालो नेचा सल्यान अभियानले तीव्रता पाएको छ। विगतमा वडा नम्बर 3 र 5 का केही बस्तीमा मात्रै केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारको काम सुरु भएको थियो। पछिल्लो 3 वर्षमा करिब 2500 घरमा केन्द्रीय विद्युतीकरणको काम सम्पन्न भएको छ। हामी आउनुभन्दा अगाडि वार्ड नम्बर 5 र 3 मा केही हदमा राष्ट्रिय विद्युतीकरणसँग जोडिएको थियो भने अब हामी आए लगत्तै वार्ड नम्बर 4, वार्ड नम्बर 3 को पुछार भेग, वार्ड नम्बर 1 र 2 ता सिँगै हामीले करिब हामीले 1600 घरधुरी भन्दा माथि राष्ट्रिय विद्युतीकरणसँग जोड्न सफल भयौँ। 24.5 देखि 2500 हाराहारी हामीले राष्ट्रिय विद्युतीकरणमा हामीले जोडिसकेका छौँ। नेचा सल्यानमा एक घर एक धाराको अभियान चलिरहेको छ। खानेपानीको समस्या भएका गाउँहरूमा मुहानदेखि चुहानसम्म आयोजनालाई व्यवस्थित बनाएर घर घरमा स्वच्छ खानेपानी पुर्याइएको छ। खानेपानीको समस्या समाधान भएपछि विगतमा जस्तो टाढाबाट पिठ्यौमा पानी बोकेर खानुपर्ने बाध्यता अब अन्त्य भएको छ। हाम्रो खानेपानीको सन्दर्भमा एउटा चाहिँ सोलु खोला बेदघारी लिफ्टिङ भनेर चाहिँ 2टा चाहिँ ओडालाई सम्बोधन गर्ने गरी लिफ्टिङको चाहिँ काम अगाडि बढिरहेको छ। त्यो चाहिँ अब चाहिँ करिब चाहिँ अब 80-85% त्यसको काम भयो भन्ने छ। अब त्यसलाई पनि चाहिँ पूर्ण रूपमा चाहिँ त्यो स्वामित्व लिनको लागि र त्यसबाट पनि चाहिँ सेवा दिँदाखेरि केही चाहिँ खानेपानीको हल हुन सक्छ भन्ने नै छ। सँगसँगै अब यहाँ रहेका जरुवा व्यवस्थापन जरुवा पानीहरू छन् जो चाहिँ व्यक्तिको नियन्त्रणमा छन्, मेरो हो भन्छ, त्यसलाई पनि एउटा ऐन बनाएर चाहिँ त्यो चाहिँ सरकारको नियन्त्रणमा रहने र चाहिँ जसको जमिनमा पर्छ उसलाई पनि चाहिँ खानेपानीको व्यवस्था चाहिँ पुर्याउने त्यो हिसाबले ऐन निर्माण गरेर चाहिँ हामीले खानेपानीलाई चाहिँ व्यवस्थापन गर्नेतर्फ हामी जानुपर्छ।
एक वडा एक खेल मैदान निर्माणको काम भइरहेको छ। खेल क्षेत्रको विकासलाई महत्त्व दिएको यो पालिकाले खेलाडीलाई सम्मान र प्रोत्साहन गरिरहेको छ। नेचा सल्यानको समृद्धिको आधार कृषि र पशुपालन हो। अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेको यो गाउँपालिकाले कृषि क्षेत्रको विकास र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको छ। फलस्वरूप बितेको 3 वर्षमा कृषि क्षेत्रमा देखिने गरी परिवर्तन आएको छ। कृषि र पशु विकासका लागि एक वडा एक प्राविधिक राखेर सेवा दिइरहेको यो गाउँपालिकाले हरेक वर्ष 250 का दरले 3 वर्षमा 750 भन्दा बढी किसानलाई टनेल वितरण गरेको छ। टनेल मार्फत फलफुल र तरकारी खेती गर्ने किसानको संख्या बढेको छ। 65 भन्दा बढी किसानलाई मिनी टिलर सहितका प्रविधि हस्तान्तरण गरिएको छ। यो कृषिमा विषादीको प्रयोग नहुने अर्गानिक पालिका हो। यस क्षेत्रमा माछा पालनको समेत उत्तिकै सम्भावना छ। यहाँका किसानले व्यावसायिक रूपमा कृषि उद्यमशीलताको काम गरिरहेका छन्। स्थानीय सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि नेचाका किसान परम्परागत निर्वाहमुखी खेती छाडेर व्यावसायिक खेतीमा जुटेका छन्। हलो कुटोमै मात्र सीमित यहाँका किसानका हातमा अहिले प्रविधि पुगेको छ। घण्टौं लाग्ने काम प्रविधिको प्रयोगबाट छिनभरमै हुन थालेपछि किसानलाई सहज भएको छ। उत्पादित कृषि सामग्रीको बजारीकरणका लागि नेचा सल्यानमा कृषि एम्बुलेन्स सञ्चालनमा छ। यो कृषि एम्बुलेन्सले सोलुखुम्बुमा फलेको कृषि उपजलाई प्रदेशको राजधानी विराटनगर र देशको राजधानी काठमाडौँसम्म पुर्याउँछ। बसाइसराईका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढे पनि किसानलाई प्रोत्साहन गरेर कृषि मार्फत नै आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना छ। सुक्खाग्रस्त क्षेत्रमा सिंचाइ कुलो निर्माण र मर्मत सहित खेती किसान र पशुपालनका लागि गाउँपालिकाले उत्पादनमा अनुदानदेखि उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। नेचामा हरेक बिहीबार हाट लाग्छ। किसानले गाउँको उत्पादन गाउँकै बजारमा बिक्री गर्छन्। स्थानीय बजारमा आयातित सामान भित्राउन भन्दा गाउँकै उत्पादनले बजारको माग धान्न सक्ने गरी उत्पादकत्व बढाउन पालिका लागि परेको छ। कृषि भेटनेरीको जनशक्ति प्रत्येक वार्डमै हामीले राख्यौँ। 65 देखि 70 वटा मिनी टिलर हामीले वितरण गर्यौँ किसानहरूलाई। प्रत्येक वर्ष 200-250 चाहिँ टनेल हामीले वितरण गरिराखेका छौँ। त्यसमा FIDR भन्ने संस्था पनि जोडिनु भएको छ। उहाँले पनि त्यो टनेलको व्यवस्थापन गरिराख्नु भएको छ। अब रहेको कुरा अरू कम्बाइन मिलहरू भयो, थ्रेसरहरू भयो, यी सबै सामानहरू गइराखेका छन्। त्यसपछि अब उत्पादित चिजवस्तुलाई बजारसम्म पुर्याउनको लागि हामीले कृषि एम्बुलेन्स पनि व्यवस्थापन गरेका छौँ र प्रत्येक वर्ष कृषि एम्बुलेन्सले नागरिकले उत्पादन गर्नुभएको कृषि सामग्री, चिजबिज, फलफुल, तरकारी, खाद्य अन्य चिजहरू यहाँबाट विराटनगर, काठमाडौँ र आन्तरिक बजारमा लैजान्छ भने उहाँबाट कृषिसँग सम्बन्धित चिजवस्तुहरू ल्याउने गर्नुभएको छ। त्यसकारण यसले पनि किसानको भने जतिको त नहोला तर केही न केही यसले राहत दिएको छ र किसानको खेतबारीसम्म जानको लागि जहाँ सडकको पहुँच पुगेको छ त्यहाँसम्म किसानको मल अन्य कुनै पनि चाहिँ अब धानका परालहरू, धानहरू कुनै पनि ढुवानी गर्नको लागि कृषि ट्र्याक्टरको ठुलो ट्र्याक्टर पनि हामीले व्यवस्थापन गरेका छौँ। अगाडिको भन्दा त अब कृषि, पशु व्यवसाय, फलफुल, तरकारी अन्य नगदी बालीमा अब हामीले निकै नै अब जस अगाडिको भन्दा चाहिँ अब चेन्ज नै ल्याइरहेका छौँ। हामीले जो अनुदानका कुराहरू भए अब कृषकहरूलाई चाहिँ अनुदान, कृषकहरूलाई चाहिँ प्रोत्साहन, अब पशु पालकहरूलाई चाहिँ अब फर्महरूलाई चाहिँ अब अनुदानका कुराहरू चाहिँ हामीले दिइरहेका छौँ। पालिकाले त अब त्यही पोहोर राम्रो गर्नुहोस् भनेर 30,000 चाहिँ अनुदान टनेल बनाउनुहोस् भनेर दिनुभएको थियो। अनि पुरस्कृत पनि गर्नुभयो पोहोर चाहिँ, योभन्दा अगाडि थिएन। अनि हाम्रो यो एउटा संस्था FIDR भन्ने संस्थाले चाहिँ गर्नुहोस् न त तपाईँ भनेर 2-4 वटा टनेल, प्लास्टिकहरू, पोखरीहरू दिनुभएको छ। व्यवस्थित बजारीकरणका लागि समेत उचित समन्वय र सहयोग भइरहेको छ। यी सबै सहयोगकै कारण यहाँका किसान आत्मनिर्भर मात्र होइन, कृषि उद्यमी बन्ने बाटोमा अग्रसर भएका छन्। नेचामा लक्षित वर्ग विशेष कार्यक्रमहरू निकै प्रभावकारी छन्। महिला, बालबालिका, फरक क्षमता भएका र सीमान्तकृत समुदायका लागि पालिकाले योजनाबद्ध काम गरिरहेको छ। बालिका बचत खाता कार्यक्रम सञ्चालनमा छ। नियमित गर्भजाँच र सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गरिरहेको पालिकाले बालिका जन्मना साथ खाता खोल्ने र बचत जम्मा गरिदिने गरेको छ।
पालिकाभित्रका 250 जना अपाङ्गता भएका नागरिकलाई समुदायमा पुनर्स्थापनाका लागि कार्यक्रमहरू सञ्चालन गरिएको छ। पालिकाले महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम, उद्यम अनुदान, बजारीकरणका विभिन्न आयामहरूमा सहयोग गरेको छ। युवालाई स्वदेशमै स्वरोजगार बनाउन सिपमूलक तालिम कार्यक्रम सञ्चालनमा छ। सिप सिकेका युवाहरू गाउँमै उद्यमी र स्वदेशमै स्वरोजगार बन्न थालेका छन्। बालबालिकाहरूलाई संरक्षण गर्ने, बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू त भइ नै रहन्छ रेगुलरमा। त्यसै गरेर महिलाहरूको क्षेत्रमा महिलाहरूको आवश्यकता अत्याधिक छ। हरेक कुरामा महिलाहरूलाई अगाडि बढाउनु पर्ने अवस्था छ। चुनौतीहरू पनि धेरै नै छन् र त्यो बखत पनि हामीले चाहिँ महिलाहरूको आर्थिक अवस्था विशेषतः सुधार गरेर जानुपर्छ भन्ने हिसाबले महिला लक्षित धेरै कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ। स्वास्थ्यमा, शिक्षामा, कृषिमा महिलाहरू लक्षित कार्यक्रमहरू धेरै नै छन्। ती कार्यक्रमहरूले महिलाको जीवनस्तर उकास्नको लागि, महिलाहरूको आर्थिक समृद्धिको लाई बढावा दिनको लागि पनि त्यो खालको कार्यक्रमहरू धेरै नै छन्। आर्थिक अनुशासन र पारदर्शिता सुशासनको आधार हो। गुनासोरहित सेवा प्रवाह गर्दै भ्रष्टाचार तथा अनियमितता हुन नदिन जननिर्वाचित प्रतिनिधि नै चनाखो भएर कार्य सम्पादनको नियमित अनुगमन र नागरिक सन्तुष्टि सर्वेक्षणमा लागिरहेका छन्। नेचा सल्यानमा नागरिकले छिटो र पारदर्शी सेवा प्राप्तिको अनुभूति गरेका छन्। प्रविधि मैत्री र पारदर्शी सेवा प्रवाहमा जोड दिँदै सुशासनको पूर्ण प्रत्याभूति दिलाइएको छ। स्थानीय तहमा सबैभन्दा धेरै जनतासँग जोडिने भनेको वडा कार्यालय हो। त्यहाँबाट पञ्जीकरणका कामहरू भइरहेका छन् 5वटा वडाबाट। विकास निर्माणका काम, सिफारिस प्रमाणितका काम र राहत उद्धारका काम र विभिन्न कामहरू वडाबाट भइरहेको छ भने गाउँपालिकाबाट पनि विकास निर्माणसँग सम्बन्धित धेरै कामहरू भएका छन्। कतिपय पञ्जीकरणका कामहरू पनि यहाँबाट हुने गरेका छन् र जनताहरूसँग नजिक रहेर सेवा प्रवाह गरिरहेका छौँ। र हामीले चाहिँ अब सेवा प्रवाहलाई चाहिँ प्रविधि मैत्री बनाउनको लागि हामीले विभिन्न खालका सूत्र लगायत लेखाका सफ्टवेयरहरू र शिक्षा, स्वास्थ्य लगायतका सफ्टवेयर पनि प्रयोग गरेका छौँ। र हाम्रो वेबसाइट छ। त्यसपछि गएर हामीले चाहिँ हाम्रो फेसबुक पेज पनि छ। यस्ता खालका विभिन्न प्रविधिबाट सेवा प्रवाहलाई हामीले छिटो, छरितो, प्रभावकारी र जनताको नजिक जोडिने खालका प्रयासहरू गर्दै आइरहेका छौँ। नेचा सल्यानमा गठित न्यायिक समितिले आम नागरिकको न्यायमा सहज पहुँच र सहज विवाद समाधान एवं मेलमिलापको अभ्यासलाई आत्मसात गरेको छ। अझ समस्या उत्पन्न भएकै स्थानमा पुगेर गरिएको न्याय सम्पादन निकै प्रभावकारी छ। नेचा सल्यान गाउँपालिकाको न्यायिक कार्यहरूमा चाहिँ न्यायिक निरूपण गर्ने विषयहरूमा हामी जनताको, नागरिकको समस्याहरूलाई चाहिँ कति कुराहरू हामी कार्यालयमा आएर कार्यालयमा बसेर समाधान गर्छौँ। कति कुराहरू चाहिँ हामी जहाँ विषयहरू आएको हुन्छ, जहाँ समस्याहरू आएको हुन्छ त्यो क्षेत्रमा भूगोलमै गएर त्यहाँको वस्तु अवस्था हेरेर त्यहाँको समुदायको कुराहरू चाहिँ बुझेर र त्यहाँको वास्तविक अवस्था चाहिँ के हो त्यो बुझेर हामी न्यायिक सम्पादन गर्ने काम गरिरहेका हुन्छौँ। नेचा सल्यानको समृद्धि र नागरिकको सन्तुष्टिका लागि अझै धेरै काम गर्न बाँकी छ। तर सीमित स्रोतका बावजुद जति विकास र रूपान्तरणका काम भएका छन् त्यसबाट सेवाग्राहीले सुख सुविधाको महसुस गरिरहेका छन्। 3 वर्षको अवधि झट्ट हेर्दा छोटो लाग्न सक्छ, तर परिवर्तनको सुरुवातका दृष्टिले यी वर्ष नेचा सल्यान गाउँपालिकाका लागि निर्णायक वर्ष बनेका छन्। बितेको 3 वर्षमा सम्पन्न भएका, अघि बढेका र तय भएका विकास, परिवर्तन र समृद्धिका अनेकौं योजनाहरू त्यसैका बलिया प्रमाण हुन्। बाँकी समयमा थप रचनात्मक काम गर्ने जनप्रतिनिधिको योजना छ। समृद्ध गाउँपालिका निर्माणको लागि आवश्यकता के हो, त्यसको लागि यहाँका राजनीतिक दल, यहाँको बौद्धिक समाज, यहाँका सरोकार समाज सबै बसेर छलफल गर्न पनि म तयारी छु। त्यो समय संजोग पनि मिलाउने छु। अबका 2 वर्ष समृद्ध नेचा सल्यान गाउँपालिकाको आवश्यकता के हुन् त्यसको अनुसन्धान छलफल हामी गर्नेछौँ। नेचा सल्यानको सुशासन र समृद्धितर्फको यात्रा जनताको साथ, जिम्मेवारी बोध, प्रतिबद्ध नेतृत्वको दृढ सङ्कल्प र कर्मठ कर्मचारीको सहकार्यको उपज हो। यस्तै सशक्त यात्रा अझै केही वर्ष हुन सके अनि सङ्घ र प्रदेशबाट पर्याप्त बजेट ल्याउन सके र गाउँको विकासमा स्थानीयको जनसहभागिता बढाउन सके जनप्रतिनिधिको कार्यकाल स्वर्णिम र नेचा सल्यान गाउँपालिका समृद्ध बन्नेछ।